जन्म भए पनि जन्मदिन बर्थडे मनाइरहेका छौँ भने श्रीकृष्णको पनि 12 बजे राति जन्म भएको भए पनि उनको पनि जन्म अष्टमी मान्छौँ हामीले, रात्रि मान्दैन। र परमपिता परमात्मा शिवको पछाडि रात्रि शब्द जोडेको यसको बहुत ठुलो अर्थ। र यो पापको रात, अत्याचारको रात, भ्रष्टाचारको रात, यो काम, क्रोध, लोभ, अहंकारका विकृतिले फैलिएको पाप मौडारिएको रातमा परमपिता परमात्माले फागुन चतुर्दशी मासमा दिव्य अवतरण गरेर मानव आत्माभित्र भएको काम, क्रोध, लोभ, अहंकार भूतहरूबाट मुक्त गरेको दिनलाई महाशिवरात्रि पर्व मानिन्छ। परमपिता परमात्माको सबभन्दा पहिला त उहाँको कुनै मानवको जस्तो आकृति रूपमा शरीर छैन, उहाँ निराकार हुनुहुन्छ। दोस्रो रूपमा मान्छेको जस्तो हड्डी मासुको शरीर छैन र अर्को कुनै आमाको गर्भबाट जन्म दिनुहुन्न र उहाँको जन्म र मरणको तिथि तारिक छैन। उहाँलाई सर्वधर्मले मान्ने गर्दछ। त्यसैले सबै धर्मको देव महादेव परमपिता परमात्मालाई भनिन्छ। यसैले शिवको सभी देवों ने पूजा, शिवके ऊपर कोई नहीं है दूजा। मतलब शिवलाई सबै देवी देवताले पूजेको छ। शिव पितामाथि कोही अर्को दोस्रो उहाँभन्दा ठुलो कोही छैन। यसैले के भनिन्छ भने शिवको सभी देवों ने पूजा, शिवके ऊपर कोही नहीं है दूजा। मतलब दोस्रो कोही छैन। यसैले सृष्टि जगतको पिता परमपिता परमात्माको आज यो महान शिवरात्रि र परमपिता परमात्माले हामी मानव आत्माप्रति यति ठुलो उद्धार गर्नुभएको छ। र जस्तो हामी आज पूजाको रूपमा कालो शिवलिङ्ग बनाउँछौँ, बाबाले भन्नुहुन्छ मेरो वास्तविक रूप त कालो पनि छैन, गोरो पनि छैन, ठुलो पनि छैन, सानो पनि छैन। भगवानको रूप त यति अदृश्य छ, आँखाले देखिन्छ। त्यसैले भनिन्छ तुम तो यही कहते हो बाबा, मेरे आस पास है, आते नहीं नजर पर लेकिन साथ साथ। भगवान हाम्रो साथमा बसिया भए पनि हामी देख्दैनौँ। भगवानको त्यस्तो रूप छ। तर किन त हामी ठुलो ठुलो शिवलिङ्ग बनाउँछौँ त भन्दा भक्तहरूले आफ्नो भावनालाई स्थापित गर्नका लागि, आफ्नो भावना प्रकट गर्नका लागि, पूजापाठ गर्नका लागि एउटा चित्र त हुन पर्यो। ज्ञान त छैन। भगवानलाई देख्ने त ज्ञानको आँखाले हो। यो आँखाले भगवान देखिँदैन। भगवानलाई देख्ने भनेको ज्ञानको आँखाले। जस्तो किताबको अक्षर देख्ने भनेको विद्याको आँखाले। आँखा मात्र भएर स्कुल पढेको छैन भने त किताबको अक्षर देख्छ त देख्दैनन्। यसैले हाम्रा कतिवटा आँखा चाहिँदैन। हामीमा 3 किसिमका आँखा हुन्छन्। एउटा यो आँखा जसले संसार देखिरहेको छ, भौतिक आँखा। यो आँखाले त सबभन्दा पहिला अर्काको गल्ती, अर्काको कमी, कमजोरी, नराम्रो कुरा पहिला देख्छ। यो संसार देख्ने आँखा। दोस्रो आँखा हो विद्याको आँखा, जस आँखाले अक्षरलाई चिनाउँछ। जुन अक्षरको शब्दले, जुन पुस्तकभित्रका शब्दहरूले मान्छेले जीवनलाई ठुला ठुला वैज्ञानिक, पाइलट, डाक्टर, मास्टरसम्म बनाइदिन्छ। त्यो हो विद्याको आँखा। र अझ त्योभन्दा ठुलो आँखा छ, त्यसलाई भनिन्छ ज्ञान। कुन आँखा? जब ज्ञानको आँखा प्राप्त हुन्छ तब म को हुँ पहिला चिन्दछ। जबसम्म ज्ञानको आँखा प्राप्त हुँदैन तबसम्म म को हुँ भन्ने बारेमा, अर्काको बारेमा जम्मै कहानी जान्दछ। तर आफ्नो बारेमा जानेको हुँदैन मान्छे। म को हुँ, म कहाँबाट आएँ, म किन आएँ, म कहाँ जान्छु, मलाई कसले पठाएको हो, मैले कस्तो काम गर्नुपर्छ भन्ने कुरा जानेकै हुन्छ। त्यसैले ज्ञानको तेस्रो आँखा जब हुन्छ तब म आत्मा परमपिता परमात्माको बच्चा रहेछु। भगवानले मलाई संसारमा सुन्दर कार्य गर्नका लागि पठाउनु भएको रहेछ। म आत्मा कार्य गर्दा गर्दै बाबाले आइज बच्चा त्यहाँ काम नगर, छोडिदियो भनेदेखि म फेरि जानु पर्दो रहेछ। जाने बेलामा त्यही भगवानको नाममा गरेका राम्रा पुण्यका कार्य मात्रै मैले लैजानु पाउँदो रहेछु। बाँकी यहाँको सोना चानी, घर बिल्डिङ मैले के लग्न पाउँदो रहेछु भन्ने कुराको ज्ञान हुन्छ जब ज्ञानको आँखा खुल्छ। त्यस कारणले परमपिता परमात्मालाई, बाबालाई नचिन्नको कारण बाबाले भन्नुहुन्छ सब बच्चा टुक्राबाट, जसको घरमा बाबामा हुँदैनन् त्यो घरका बच्चाहरू लडिरहन्छन् कि झगडा गर्छन्। बुढापाका नभएपछि घरमा के हुन्छ, बच्चाको लडाइँ चल्छ नि। त्यस्तै आज दुनियाँ लडिरहेको, लडाइँ चलिरहेछ। मारामार, कुटाकुट, खिचाखिच, हत्या, हिंसा, वेश्या, त्यस्ता कुलतहरू फैलिरहेको छ। किन त भन्दा मालिकलाई, पितालाई चिनेकै
हामी परमपिता परमात्मा शिव बाबाको बच्चा हामी जति पनि यहाँ बसेका छौँ हाम्रो पिता सबैको एउटै हुनुहुन्छ के हुनुहुन्छ अलग हुनुहुन्छ यो शरीरलाई जन्म दिने बाबा बाबा कसैका गुरुङ होलान् कसैका केसी होलान् कसैका कठाइत होलान् कसैका साई होलान् कसैका श्रेष्ठ होलान् कसैका के होलान् कसैका जोशी होलान् आत्माको बाउ त के होला सबैको एउटा। अब एउटा प्रश्नमा के छ भने मेरो बुवाको बारेमा मेरो बुवालाई पनि जन्माउने कोही अर्को होला के मेरो बाजेलाई जन्माउने पनि कोही अर्को होला भने परमपिता परमात्मालाई जन्माउने कोही होला बुझ्नु भएको बारेमा कसले जन्मायो होला भगवान् आज कतिपयले तपाईँहरू सबै ब्रह्माकुमारी बन्यो भने विवाह गरेन भने संसार त शून्य होला नि पनि भन्छ बुझ्नुहोस् सबभन्दा पहिला भगवान्ले संसार बनाउनु भयो संसार बनाइसकेपछि पहिला एउटा मान्छे बनाउनु भयो कति मान्छे हेर्नुहोस् अहिले कति मान्छे थाहा पाउनु भएको अहिले कति मान्छे विश्वको जनसङ्ख्या कति छ भन्दाखेरि 8 अर्ब पुग्दैछ पौने 8 अर्ब एक मान्छेबाट सुरु भयो भने अहिले जम्मै मऱ्यो भने एउटा रहेर पनि संसारको अन्त्य हुँदैन भने 2-4 मान्छेले विवाह नगर्दैमा शुद्ध पवित्र बस्दैमा संसारको मालिकलाई थाहा भइसक्यो अब धेरै नजान्न सक्ने व्यक्ति हुन्छ भनेर संसारलाई थमाउनका लागि संसारलाई जोगाउनका लागि यी कन्याहरूलाई सादगी बनाएर शुद्ध बनाएर शान्ति दूतको रूपमा संसारमा बनाएर यो पापले ज्वाला भएको अग्निलाई संसार पापले दहन भएको सृष्टिलाई ज्ञानका शुद्ध कुरा सुनाएर यस सृष्टिमा पुण्यका छिटा फाल्नका लागि त्यो अग्निमा पुण्यका छिटा फालेर शान्तिको शीतलता अपनाउनका लागि भगवान्ले यी कन्याहरूको उत्पत्ति गर्नु त्यसैले शिवको पछाडि शक्ति शब्द जोडिन्छ देवीहरू कसका शक्ति हुन् शिव शक्तिपीठ हो नि नारी भनेको भगवान्को शक्ति हो त्यसैले है नारीले नै भगवान्को कार्य गरेको हुनाले आज सम्पूर्ण ठाउँमा सबभन्दा पहिला शक्तिको पीठको पूजा चाहे धन कमाउनु भाइ गए पनि धनकी धनी लक्ष्मी लड्नलाई बलियो भाइ भए पनि पापको नष्ट गर्ने बलशाली दुर्गा पढ्नलाई देश विदेश भाइ गए पनि विद्याकी देवी सरस्वती होइन यो सबै देवी स्वरूपहरू भगवान्का शक्तिको रूपमा स्थापित छन् आज किन छन् त भन्दा ती नारीले कुनै कालमा कुनै समयमा भगवान्को कार्य गरेको छ त्यसैले त्यो पदवी भगवान्को द्वारा प्राप्त गरेको त्यसैले आज यो कलियुगको फेसनफुल संसारमा हेर्नु एउटा अचम्म लाग्छ एउटै नारी 10 ठाउँ पुग्ने बेलामा यहाँ कन्या सादगी भएको के छ आकर्षण त्यस्तो कुनै आकर्षण त छैन न देख्नमा सुन्दर हुनुहुन्छ बाबा देख्नमा पनि केही छैन किन आकर्षण भयो भन्दा परमपिता परमात्माको यो कार्यमा नारीको पवित्र हात चाहिएको हुनाले भगवान्ले नै नारीको कन्याहरूको बुद्धिलाई परिवर्तन गरेर नारीलाई शक्तिको रूपमा प्रयोग गर्नु शिवका पछाडि शक्ति चाहियो यसभावनाले यो महाशिवरात्रिमा आज रात्रि शब्दको बहुत ठुलो भावात्मा कति ठुलो घोर रात छ यहाँ भाइले दाइलाई चिनिरहेको छैन आमा छोराले आमालाई चिनिरहेको छैन आफन्तले आफन्तलाई चिनिरहेको छैन पुण्य र पापको पहिचान भएको छैन सत्य र असत्यको पहिचान भएको छैन हामीले पूजा गर्दाखेरि भन्छ असतोमा सतगमय असत्यदेखि सत्यकोतिर लैजानुहोस् भनेर मृत्युमा अमृत गमय मृत्युको दुनियाँदेखि अमृतको तर्फ लैजानुहोस् भने तुमसोमा दोस्री गमय अन्धकारदेखि उज्यालोकोतिर लैजानुहोस् भनेर हामीले संस्कृतमा पाठ गर्छौँ तर यो अन्धकारदेखि यो पापको अन्धकार रातदेखि ज्ञानको ज्योति दिएर ज्योति परमात्माले यो धरतीमा आएर ज्ञान ज्योति जगाएर प्रत्येक आत्मालाई अन्धकारदेखि उज्यालोतिर लगेको दिनलाई यसलाई महाशिवरात्रि त्यसैले परमपिता परमात्माले आज मान्छेलाई पापको पिजडामा फसेर मानव आत्मालाई ज्ञान अमृत दिएर त्यो पिजडाबाट मुक्त गरेर आत्मालाई स्वतन्त्र बनाएको दिनलाई यो महाशिवरात्रि पर्व हामी सबैको पर्व एउटा बाबाले भन्नुहुन्छ दुनियाँमा यस्तो पर्व कसैको हुँदैन जसको बाउ र बच्चाको एकै दिन जन्मदिन होस् भगवान् आउनुभयो भगवान्को जन्मदिन त भयो त्यसै दिन हामीलाई ज्ञान दिनुभयो भने चाहिँ हाम्रो पनि त्यही दिन के हो जन्मदिन हो बाबा र बच्चाको एकै दिन जन्मदिन आज तपाईँको पनि जन्मदिन हो र बाबाको पनि के हो त
जन्मदिन ब्रह्मा कुमारी ईश्वरीय विश्वविद्यालयले विधिपूर्वक भगवानलाई चिनेर शिवरात्रि मान्न लागेको आज 90 वर्ष। कति भयो? 90औं शिवरात्रि मानिरहेका छन् ईश्वरीय विश्वविद्यालयभित्र। आज बाबाको यस धरतीमा अवतरण भएको कैयौँ युगमा यो सङ्गम लागिसकेपछि अलि 90 वर्ष भइसक्यो। सङ्गम युगमा शिवरात्रि गर्न सुरु भयो। त्यसमा उनीहरूले आज सबैको मनभित्र काम, क्रोध, लोभ, मोह, अहङ्कारका पापका रातको नष्ट भएर सबैभित्र ज्ञानको प्रकाश, ज्ञान ज्योति जागोस् भन्दै सम्पूर्णमा यो महाशिवरात्रिले पापको रात, दुःखको रात, अशान्तिको रात, अज्ञानको रात समाप्त होस्, सबैमा ज्ञानको उदय होस्, सबैमा आत्मज्योति, ज्ञान ज्योति जागोस्। हरेक आत्माले परमपिता परमात्मासँग सम्बन्ध जोडेर, नाता जोडेर भगवान हामी सबैको को हुनुहुँदो रहेछ? पिता। हेर्नुहोस् त, शरीरको रूपमा कतिका त बुवा नहुने होला नि त। बुढो भइसक्नुभयो भने उहाँको बुवा त बितिसक्नु भयो पनि हुनसक्छ। तर हामी आत्माको पिता शिव बाबा कहिल्यै बित्नुहुन्न। त्यसैले हामी सबैको बुवा शिव बाबाको कहिल्यै मृत्यु हुँदैन। यसैले भगवानलाई पिताको नाता जोड्नेवालाले कहिल्यै पनि टुङ्रो हुँदैन। र नयाँ कुरो तपाईँलाई सुनाउँदै, शरीरको आमा मरेर गएर बच्चा टुङ्रो भयो भन्छु नि, जसले भगवानसँग परिचय पाएको छ, भगवानको बच्चा हुँ भनेर जानेको छ, ऊ आजीवन टुङ्रो हुँदैन। किनकि पिता त छैन, पिता कहिले मर्दैन। र कसैले पितालाई, भगवानलाई पतिको रूपमा स्वीकारेको छ, तुमी हो माता पिता, तुमी हो बन्धु सखा, तुमी हो भनेर भन्छौँ नि त। साथी, सखा, माता पिता सबै नाता जोड्न सक्छ। र भगवानलाई हामीले त पिताको रूपमा पनि प्रयोग गर्छौँ भने पतिको रूपमा पनि प्रयोग गर्छौँ। पतिको रूपमा प्रयोग गर्नेवालाले कहिल्यै म विधवा भएँ, आजबाट म एक्लै भएँ, मेरो सबै कुरा गयो, म कसरी बसाउला भन्दैन। किनकि पिता त सधैँ हुन्छ, पति पनि सधैँ हुन्छ। यसैले सबैको भाइ, पिता, इष्ट, मित्र, साथी, दोस्त सबै रूपमा परमपिता परमात्मा शिव बाबाले सम्बन्ध निर्वाह गर्नुहुन्छ। त्यसैले हामी सबै उहाँको बच्चा हो। र अब कुरा रह्यो भगवानको शिवरात्रि मान्ने कसरी। अब यहाँ हजुरले देखिरहनुहुन्छ, यहाँले अहिले पनि यहाँ बेलपत्र राखेको छ। र भक्ति मार्गमा 3 मुखे बेलपत्र शिव बाबामाथि चढायो भने बहुत पुण्य हुन्छ। हो कि होइन? हो। किन पुण्य रहेछ यसको अर्थ बुझ्नु भएको छ? किन भगवानलाई बेल राम्रो लाग्छ? बेल भनेको मूर्खताको विषय। बेल कति साह्रो छ थाहा छैन? खाएपछि गुमौलो केरा खाए त हुँदैन, त्यो खानै सकिँदैन बेल। त्यसैले साह्रो, बेलका दाना जस्तो जस्तो हृदय साह्रो छ, कडा छ, बेल जस्तो साह्रो चिज जा मन कोमल हृदयवाला, सबैको मर्म दुःख दर्दलाई बुझ्ने खालको हुन पर्यो भनेर बेल चढायो। जति बेल चढाए पनि रुखका जम्मा पाल चढायो नि मान्छेमा ज्ञान आएन भने त्यो बेल चढाएर पनि अर्थ पुरा भएन। अर्को कुरा, अब भगवानलाई जाउँ मनपर्छ, शिव बाबामाथि जाउँ भनेर बाबाले भन्छ, अरे बच्चे जस्तो जस्तो मलाई चढाउँछौ नि त्यस्तो तिम्रो घरमा आउने पाहुनालाई पनि एक दिन फर्केर घर आउनेवाला छैन। के चढाउँछु बाबालाई? साह्रो साह्रो बेल, भुतलै सहितको नरिवल, नपकाएको तिखो घुस भएको जाउँ, कालो तिल, अझ आँकको फुल भगवानलाई प्रिय हो। ढाँटको, आँकको धतुरो, यस्तो यस्तो भाङ भगवानलाई चढाउँछ। यी किन रहेछन् त यस्ता चढाउने? जीवनभरि चढाउनु भयो। कति चढाउनु त चढाउनु, आमाले चढाउनु, हामीले पनि चढाएको थियौँ पहिला। थाहा पाएर बल्ल चढाउनु पऱ्यो। मतलब चढाउनु छोड्नुपर्छ भन्न खोजेको होइन, यसको अर्थ बुझ्नु होइन। के रहेछ त चढाउनु पर्ने भन्दा बेलको तात्पर्य के हो? मूर्खता हो। मेरो मूर्खता बेल सरह जा स्वाहा। किन बेल त्यति मूर्ख छ भन्दा एउटा मान्छे यदि मूर्ख छ, अर्को फलाना बदमास, ऊ हरामी, ऊ फटा, राम्रा कुरा कसैका नगर्ने रहेछ। बिहानदेखि साँझसम्म अर्काका कुरा गर्ने, तर नराम्रा कुरा गर्ने, राम्रा कुरा गर्न नजान्ने रहेछ। फलाना मान्छे राम्रै हो भन्न त नजान्ने रहेछ। अब के गर्ने भन्दा हिँड्दै गएछ उकालो चढेर, उकालोमा एउटा चौतारा रहेछ। त्यो चौतारामा थाकै लागेर बसेछ अरे, यसो निदा आएर सुतिहाल्यो। त्यो चौतारो त के को रहेछ अरे? बेलको रहेछ, बेलको रुख रहेछ।
ले सोचेछ ओहो मान्छे त फटा बदमास बुद्धि नभएका बुद्धु त खेदे भगवानको पनि केही बुद्धि नरहेछ। अब हेर्नु के भन्दैछ, ए भगवानको पनि खासै बुद्धि त नरहेछ। म भगवान भइदिए भए त यो बेल छ नि यसमा यत्रो भुजो फलाइदिन्थेँ बरु। त्यो भुजो छ नि भुजाको बेलो त एकदम नरम हुन्छ, त्यहीँ सानो बेल फलाउँथ्यो। भगवानले त कस्तो उल्टा गरेर त्यो बेलो भुजाको यति नरम हुन्छ त्यहीँ यत्रो भुजो फलाइदिन्छ। बेल कुरो यस्तो कडा कडा थियो जत्रो पनि धान्य थियो नि त्यहीँ यत्रो दाना लागेको छ भनेर भगवानसँग पनि भगवानको ढङ्ग नरहेछ, यस्ता काम गर्ने यही भगवान हो भनेर कुरा गर्दा गर्दै त्यही सुकिहाल्यो। एकछिनपछि त त्यो सुकेको दाना रहेछ रुखमा अड्किया रहेछ, हावा लागेर झरेर टाउकोमा लागेछ र खुन आएछ। सुत्याएको बेला उठेछ र प्रभु तेरी लीला तु ही जान। बुद्धि नभएको भगवान भनेको त बुद्धि नभएको मै रहेछ। अहिले त्यो बेलाएर पनि यत्रो भुजो खुट्टामा फल्यायो मेरो टाउका के हुन्थ्यो, 2-3 टाउका भएर यत्रै दाना चाहिँ यस्तो हालत भयो। यसैले भगवान जानी जान नहारो मै नजान्ने रहेछु। त्यो मतलब के त भन्दा यो बेल कडाको निशानी, साह्रो निशानी। अर्को भगवान शिवलाई नारियल मनपर्छ। ए आजका भोलिका दिनमा बजारमा त्यो जटावाला नारियल जम्मै सकिने सब किन्ने अनि त्यो लगेर मन्दिरमा चढाउने। किन त्यो भगवानलाई जटावाला नारियल मनपर्छ थाहा छ? मान्छे आएपछि इष्टमित्र आएपछि काटेर ठिक्कका कटपिस बनाएर ट्रेमा सजाएर दिने, सम्मानपूर्वक दिने। बाबालाई त भुतुले लगेर ल्याइया। किन त्यो जटा मनपर्छ भगवानलाई? हामीले यसको अर्थ गहिरिएर बुझ्न सकेन। नरियल भनेको वास्तवमा इङ्ग्लिस वर्ड रहेछ, नो रियल। के रहेछ? नो रियल भनेको असत्य। सत्यभरि तिमी आफै भित्र राख, तिमी भित्रको असत्यभरि सब भगवानलाई चढाइदियो भनेर नारियल चढाउँदा रहेछ। त्यो नारियलको भित्र त कति राम्रो चिज छ नि त, कुकुनट छ नि, बाहिर त खस्रो खस्रो रसी रसी छ। त्यसैले बाबाले भन्नुहुन्छ तिमी आत्मा त्यो नरिवल भित्रको जस्तो मिठास छ नि, हामी तिमी आत्माभित्र पनि त्यति मिठो चिज छ। तिमी आत्मा ज्ञानी हो, पवित्र हो, सुन्दर हो, भगवानको बच्चा हो हैन, सुख शान्ति समृद्धिले भरिएको। तर तिमी जब यो संसारमा आयो तिमीलाई समाजको रसी, साथीभाइको रसी, आदतका रसी, खानपिनका रसी, चालचलनका रसी, चरित्रका रसी माथि रसीले त्यो धागोमाथि धागो लाग्यो नारियलको खोक्रो। समाजको खोक्रोताले गर्दा तिम्रो सभ्यता सुकेको छ, तिम्रो शुद्धता हराएको छ, दबेको छ। तिमी आत्मा जो सत्य आएका थियौ त्यो हरेर तिमी माथि असत्यको समाजले तिमी ढाकिएका छौ। त्यसैले अब तिमी एक्लै सुधार्न नसक्ने भयो। तिमी जस्ता छौ जे मेरो अगाडि अब मै तोडिदिन्छु भगवानले भनेको हुनाले, म सुधार्छु मेरो सामुन्ने आउनेलाई भनेको हुनाले त्यो भुतुलै गरेर लगेर कहाँ गयौँ हामी? तोड्न मन्दिरमा। घरैमा आफू सुधार्न नसक्ने भएको हुनाले भगवानले सुधारिदिन्छ कि भनेर त्यो नारियल लगेर मन्दिरमा। त्यसैले बाबाले भन्नुहुन्छ तिमी बच्चा जब मलाई चिन्दछौ, ज्ञान बुझ्छौ, तिमी भित्र नरिवलका बाहिरका खोक्रा जस्ता आदतहरू उठ्छन्, रिसाउने, ठग्ने, लुट्ने, डाँट्ने, छिपाउने, दुःख दिने, दुःख हुने। दुईटा आदत हुन्छ, एउटा दुःख दिने, एउटा दुखी हुने। एउटा अर्कालाई दुःख दिइरहने, एउटा आदत हुन्छ अर्काले के भने बित्तिकै दुखी भइरहने। त्यो पनि गलत आदत। यस्ता किसिमका आदतहरू तिम्रा उठ्छन्, सधैँ मेरो नजिक आउने गर भनेर नारियल चढाउने। बुझ्नुभयो नि? नारियल जस्तै बाहिरका जुन बोक्रा छन् त्यसै मेरो आदत आनी बानी यो न रस भएको न मिठो के छ त्यो नरियलका बाहिरपट्टिको। यस्तो कामै नलाग्ने मेरो आदतहरू पनि आजबाट समाप्त हुन्, मिठो मिठो आदत रहोस् मसँग भनेर चढाउने। अब अर्को रह्यो जौँ। जौँ यस्तो चिज हो, किन भगवानलाई जौँ प्रिय लाग्छ? त भगवानले भन्नुभयो तिमी बच्चाभित्र भएका पापभरि सब मलाई दियो भने तिमी मेरो पनि प्रिय हुन्छौ र समाज संसार घर परिवारको पनि प्रिय हुन्छौ भनेर भगवानले हलाहल विष पिएको देखाउँछ। समुद्र मन्थन गर्दा हलाहल विषको मान्छे। मतलब मानवलाई सुधार्नका लागि सारा अज्ञान पाप पिएको निशानी हो कालो। यसरी शिवलिङ्ग कालो बनाउनु कारण के हो? भगवानले भन्छ गोरोभरि आफैसँग राख, कालो तिलभन्दा काला पाप छन् भने सब मलाई चढाइदेऊ भनेको हो। खै त
पापको त बाँझो गरेर चढाइदियो नि हुन्छ, आफूसँग कति नराख्ने, धेरै पुण्य हुने थियो होइन, धेरै जिन्दगी सुधर्ने थियो, धेरै सुखी हुन्थ्यो आत्मा, धेरै पार तर्ने हुन्थ्यो, तर्न सक्थ्यो, हाँसी हाँसी तर्न सक्थ्यो। तर जौँ जस्ता तिखा छुच्चोपन, तल्ला घर बिज्या छ, मल्ला घर बिज्या छ, पल्ला घर बिज्या छ, साथीभाइ बिज्या छ, इष्टमित्र बिज्या छ, देउरा जेठा बिज्या छ, दाजुभाइ बिज्या छ, कसैलाई पनि हँसाउन सक्दैन। जौँको झुस बिजे जस्तै दुःख दिनेको जुन आदत छ, दुःख जस्तो जौँ जस्तो तिखो छुच्चो स्वाहा भनेको खै त होइन। जो मात्र चढायौँ बिजाउन फलाना त यति राम्रो छ, आँखामा हालेको नि बिजाउँदैन, कसैका त कुरा गर्छौँ नि हामी, गर्दैनौँ र हो। त्यस्तो सबैको गुणी हुनुपर्ने भनेको, गुण ग्रहण गर्नुपर्ने, राम्रा राम्रा गुणहरू राख्ने, नराम्रा भरि स्वाहा गरिदिने भगवानको नाममा भनेको। अब यो स्वाहा अर्को थियो भाङ। अब हेर्नु त बिचारा खाँदै नखाने महिला दिदीबहिनीले कहाँबाट खोजेर आजका दिनमा भगवानलाई भाङ मनपर्छ भनेर त्यहाँ भाङ चढाउने गरी। बाबाले त के भने आयो भने, जो खाइ खाइ बिग्रेका छ नि नसा खानेवाला, तिम्रा नसा मलाई देऊ नि त भने आयो के, तिम्रा नसा मलाई देऊ, बरु मै नसा खाएर बसिदिन्छु, तिमी चाहिँ नसा मुक्त हो भनेको थियो। विषको पर्व होइन, विष तथा दुःखबाट छुट्ने पर्व हो नि त यो। अब हेर्नु त खाने त खाने, भोलि शिवरात्रि दिन नखानेले पनि चाख्ने रहेछ, बुझ्नु। यस्तो समाज भगवानको नाममा गलत अर्थ लगाएर यस्ता नसाजन्य चिजहरू फैलिएका छन्। त्यस भावनाले अझ हामी के चढाउँछौँ, आँकको फुल। नो विशेषता, सबैभन्दा मनै नपर्ने फुल भनेको आँकको फुल रहेछ। कहीँ नचढ्ने, कुनै देवी देवताले राम्रो नमाने त्यो फुल फेरि शिव बाबालाई चढ्ने। किन त भन्दा बाबाले भन्नुभयो तिम अरूले राम्रो राम्रो माग्दैछ, यसैले दैले पे आए शिव भगवान दे दो अब गुण का दान। हाम्रो ढोकामा शिव बाबा आउनु भएको छ, के को दान माग्दै हुन्छ, अब गुणको दान। नराम्रो नराम्रो भरि सब यही कुराले म परेशान छु भने यो सब लैजाऊ बाबा तिमी भनेर बाबालाई दान दिने दिनु आएर, बुझ्नु। यसैले ढाकको फुल चढाउनुको मतलब, आँकको फुल चढाउनुको मतलब नराम्रा कुरा कामै नलाग्ने, कहीँ नचढ्ने फुल दिनु। यो कसैलाई मन नपर्ने आदतको निशानी हो, त्यो सबै स्वाहा गर्ने। अब त्यति मात्र होइन, बाबाले भन्नुभयो तिमी बच्चाहरूभित्र भएका म जान्ने, म सुन्दर, म राम्रो, मैले भनेको हुनुपर्छ, सबै बेकार, सब म ठिक छु भन्ने म भन्दा भन्दा मैलो भइदियो, भित्र मैला भरिएको छ, पापको मैला। त्यो पापको मैलाले नै आत्मा काबु भएको छ। त्यसो आमाले त्यो मैलाई स्वाहा गर, मैको बलि गर भनेको थियो। ठ्याक्क मान्छे कति बाठा हेर्नु, मैको बलि गर भन्ने बेला ठ्याक्क लगेर म्याको बलि गर्छ। कसको बलि गरे, मैपन भनेको घमण्डको बलि गर, घमण्डको त्याग। बलि मतलब त्याग। त्यो घाँटी काट्नुमा त छेदन भन्छ, त्यो त्याग होइन, त्यो छेदेको रेटेको। तर वास्तवमा बलि भनेको आज फलाना फलानीमाथि बलिहार, एउटा स्त्री एउटा पुरुषमाथि बलिहार हो, उसको जीवन उडाइदियो। एउटा पुरुष उसमाथि बलिहार भयो, उसको उसमाथि जीवन भयो। यसैले समर्पण। त्यसैले बाबाले भन्नुहुन्छ आज तिमी बच्चाहरूले मैपनको परित्याग गरेर भगवान यो सब तेरा, यो घर तेरो, यो जिन्दगी तेरो, यो धन दौलत तेरो, यो घरबार तेरो भनेर बाबालाई सम्झ्यौ भने परिवार सुखी हुन्छ। त्यो सबै तेरो त तेरै थियो, मेरो त मेरै थियो, तेरो पनि मेरो भन्नातिर लाग्यो दुनियाँ। के भन्नातिर लाग्यो, मेरो त मेरै हो, तेरो पनि मेरो भन्नातिर लाग्यो। बाबाले के सिकाउनु भयो भन्दा, बाबा मसँग जे छ नि यो सबै तेरो, उसैले त दिया। जमिन, जगत, जिन्दगी, धन दौलत, बुद्धि, विवेक सबै कसले दिया, स्वयं परमपिता परमात्मा शिव बाबाले दिनुभयो। मानवको जिन्दगी पर पैसा जस्तो दिमागै नभए भइदियो, पैसा कमाउन घर बनाउन जान्दथ्यो त। मानवको यो बुद्धि त रोडमा हिँड्ने कुकुर जस्तो दिमागै नभएको दिया भए अनि घर हुन्थ्यो, बाँदरको जस्तै बुद्धि दिया भए घर हुन्थ्यो। हो त्यो दिमाग परमपिता परमात्माले दिनुभयो, त्यसैको कारणले आज मसँग धन दौलत घर बन सबै छ। त्यो दान भगवानको कृपा, त्यो दिएको दाता स्वयं शिव बाबा हुन्। त्यसैले बाबा म पनि तपाईँकै हुँ, मेरा बालबच्चा पनि तपाईँकै हुन्, मेरो घरबार पनि तपाईँको हो, मेरो संसार पनि तपाईँको, तपाईँ दाता हो।
तपाईँ गराउनुहोस्, म गर्छु। कार्य राम्रो कार्य, भगवानको कार्य मेरो हातबाट गर्ने हुनाले भगवानले मलाई बच्चा बनाउनु भयो। भगवानको कार्य गर्नका लागि बच्चा बनायो। हुन त खानु पिनु बालबच्चा पैदा गर्नु यो त पशुको पनि काम हो, ठुलो कुरो होइन। छोराछोरी बनाउनु, एक घर बनाउनु, छोराछोरी बनाउनु, साथीभाइ बनाउनु ठुलो कुरो थिएन। त्यो त कसको पनि हुन्छ, चराचुरीको पनि हुन्छ। खाना पीना बालबच्चा पैदा करना ये तो पशु का भी था। बंदे में फर्क इतना है जो जपेगा भगवान का। भगवान को कार्य गर्नु न मानवमा यति मात्रै फरक हो। बाँकी घरबार एउटा बुढा एउटा बुढी बिचारका छोराछोरी एउटा घुर सानो खाने जोखो पशु पंक्षी जीव जन्तु सबैले जिउन जानेछ। तर मानव आत्माले परमात्माको कार्य पनि गर्न सक्ने भएको हुनाले सबै प्राणीमा सर्वश्रेष्ठ प्राणी मानव प्राणी गर्न जाने हुन्। तर यदि गर्न जानेन भने सबै प्राणीभन्दा भ्रष्ट प्राणी मानव हुन्छ। मानवको द्वारा आज वन जङ्गल भ्रष्ट भएको छ, मानवको द्वारा पानी हावापानी भ्रष्ट भएको छ, मानवको द्वारा धर्मको भ्रष्ट भएको छ, मानवको द्वारा मानवताको भ्रष्ट भएको छ। मानव आज श्रेष्ठ कर्म गर्न नजानेर धेरै दुखी, फेरि सबैभन्दा दुखी को छ? हरेक जीव बाँच्ने प्रयास गर्छ बाँच्न पाउनलाई। मानव त यति भ्रष्ट कर्म गर्छ, बाँच्ने मन सहित लाउँदैन, आफैलाई सुसाइड गरिदिरहेछ, आफैले विष खाएर आफै मरिरहेछ, अरूले मारे त जेल हाल्न आफै मरिरहेछ। यस्तो सब बाँच्न नसक्ने कर्म गर्दै। त्यसो हुनाले हामी त धेरै भाग्यवान हो कि होइन भन्नुहोस् त? सबैले भन्नुहोस्, हामी त सबै के हो? धेरै भाग्यवान हो। किनकि आफू जिउन जानेछ, अरूलाई पनि जिउनु पर्छ भन्ने ज्ञान बुझेका छौँ। कतिपयले त बाँच्नुपर्छ भन्ने थाहा छैन, अरूलाई बाँच्न दिनुपर्छ भन्ने नि कसैले अरूलाई मारिदिरहेछ, कसैले कोही आफै मरिरहेछ। के बुझ्यो भन्दा आफू पनि बाँच्नु भएन, अरूलाई पनि बाँच्न दिनु भएन, यसरी बुझेछ। त्यसले हामीले त यो बुझ्यौँ, यसमा नै हामी भाग्यवानी हो। के कुरा हामी बाँच्नुपर्छ, अरूलाई पनि सुखले बाँच्न दिनुपर्छ भन्ने कुरा बुझेका छौँ। यसैले आज सबैमा परमपिता परमात्मा शिव बाबाले घर परिवार समाज इष्टमित्र देवी देवता सबैको रक्षा गरून्। मानवभित्र ज्ञानको धन, धनको धन, स्वास्थ्यको धन, धर्मको धन सबैको संरक्षण होस् भन्दै सबैको शिवरात्रि महाशिवरात्रि सभ्यताको पूर्वक साँच्चैकै नियमबद्ध शिवरात्रि बितोस् र यही शिवरात्रिमा भएका सबै पापहरू अज्ञानताहरू बाबाले लगिदिउन् र सबैलाई ज्ञानको सुख शान्तिको समृद्धिको ज्ञानको बाटो ज्योति बाबाले सबैलाई जागृत गरिदिनु भन्दै नै कामनाका साथ बिदा हुन्छु। ओम शान्ति।